नेपाली सेनाले कब्जा गरेका ती नेताहरूलाई आज किन छोडिँदैछ? अनुसन्धानका निमित्त तत्कालै गृह मन्त्रालयबाट निर्णय हुने हो कि राष्ट्रपति कार्यालयबाट निर्णय हुने हो? तत्काल अनुसन्धान गर्नका निम्ति उसमा चलाइयोस्, कुन चाहिँ छ ठुलो जेल त्यसैमा हालियोस् र अनुसन्धान गर्न सुरु गरियोस्। तिनीहरूलाई किन छोड्ने? अप्ठ्यारा राखिसकेपछि, घर भत्काइसकेपछि आज धेरैजना व्यक्तिहरूलाई यिनै नेतालाई स्वीकारेर जानुपर्छ। यिनै नेता हुन् हाम्रा भगवान। जनताले जे चाहन्छ, जनताले के चाह्यो? मुलुकको परिवर्तन चाहियो, स्वतन्त्रता चाहियो, फ्रिडम चाहियो, भ्रष्टाचार, जिरो करप्सन चाहेको होइन। हाम्रो कोठाबाट तिर्ने पैसा चाहिँ हामीले जोगाएर यता आन्दोलनमा लागेको छौँ। भोलि यहाँबाट फर्केर गइसकेपछि घरबेटीले पैसा तिर्न सकेन भने निकालिन्छ। यस्तो स्थितिमा युवाले नेतृत्व गरेर राखेको, त्यसो हुँदा हाम्रो आन्दोलन कसरी सफल भयो? आन्दोलन जेनजीले नेतृत्व गर्यो, नेपाली जनताले साथ दिए अनि आन्दोलन सफल भएको। आज तत्कालीन यो अन्तरिम सरकारले गरेको निर्णयले भोलिको मुलुकको भाग्य र भविष्य, जनताको अवस्थामा सुधार ल्याउनुपर्छ। जहिले पनि मैले भनेको छ, जनताको अवस्था नसुध्रिउन्जेल, जनताको पद्धति नसुध्रिउन्जेल अवस्थामा परिवर्तन आउँदैन। तत्काल ती भिडियो फुटेजहरू सार्वजनिक गर्न बन्द गरियोस्। मान्छे फ्रस्ट्रेसनमा गइसक्यो, मान्छे झुड्निन थालिसक्यो। देशको परिवर्तन गरेर मर्नुपर्ने बाध्यता कुन पद्धतिले जनाउँछ? देशको परिवर्तन गरेर कुन देशमा मान्छे मर्न बाध्य हुनुपर्छ? त्यसो हुँदा परिवर्तन चाहेको नेपाली जनताले, परिवर्तन चाहेका नेपाली आमाले, सम्पूर्ण नेपाली आमाहरूलाई अनुरोध गर्न चाहन्छु, भन्न चाहन्छु, तपाईँहरूले देखेको सपना, तपाईँहरूका छोराछोरीले देखेको सपना पूरा हुनेछ। हामी कोही पक्षधर होइनौँ, नेपाली जनता पक्षधर हौँ। हामी कोही व्यक्तिलाई बोकेर हिँड्दैनौँ, देशलाई बोकेर हिँड्छौँ। हामी कसैका व्यक्तिका निम्ति होइन, हामी यो देशको भूमिका निम्ति हो। रात गए अग्राह पलाउँछ, न्याउरी मरे पछुतो भने जस्तो आज निर्णय गर्न नसके भोलि जनताको स्थिरतामा कसरी परिवर्तन आउँछ? पिपुल पावर, पिपुल चोइस, पिपुल भोइस, यी कुराहरू हामी भन्छौँ। त्यसो हुँदा डेमोक्रेसीले परिवर्तन ल्याएको, तर अवस्था परिवर्तन, संविधानको रक्षा होइन देशको रक्षा गर्छन् नेपाली जनताले। संविधानको विधि पद्धति बनाएर अगाडि बढ्छन् नेपाली जनता। विधि भन्दा पछाडि त किन जान्छन्? तर विधि बनाउने कुरामा के हुन्छ? अहिलेको विधिले मुलुकको परिवर्तन गर्न सक्दैन। नेपाल अहिले दुःखमा छ। नेपाल भूमिले शान्त चाहन्छ, मुलुकले परिवर्तन चाहन्छ, जनताले अवस्था परिवर्तन चाहन्छ। हामीलाई गाउँ र बस्तीबाट फोन आइरहेको छ, तपाईँहरू सडकमा आन्दोलन गर्नु, अब गाउँ परिवर्तन हुँदैन, गाउँमा त आन्दोलनै भएन त भनिरहनुहोस्। ढुक्क हुनुहोस्, परिवर्तन गाउँदेखि सहरसम्म हुन्छ। देशदेखि मतलब यो देशको भूमि जुनसुकै ठाउँ र टोल गाउँ हुन्छ। त्यसो हुँदा आन्दोलन काठमाडौँमा मात्रै भएको होइन, आन्दोलन देशव्यापी रूपमा भएको हो। त्यसो हुँदा देशव्यापी रूपमा सुनिनुपर्छ र देशव्यापी रूपमा अगाडि बढ्नुपर्छ। यतिखेर हाम्रो जात भनेको नेपाली, धर्म भनेको नेपाल जोगाउने, यो हो हाम्रो यतिखेरको परिस्थितिमा। त्यो हुँदा को व्यक्तिले नेतृत्व गरेर को कसले के गर होइन। अबको स्थितिलाई कसरी सुधार गर्नुपर्छ? लुकेर किन लुक्ने? आन्दोलन गर्ने बेलामा आन्दोलन, अब धेरैजना आन्दोलनकारीहरू डराइरहनु भएको छ। आन्दोलनकारीहरू के भन्नुहुन्छ? अब हामीलाई कारबाही पो हुने हो कि? मलाई फोन गर्नुहुन्छ, हामीलाई फोन गर्नुहुन्छ, हाम्रा साथीहरूलाई फोन गर्नुहुन्छ। हामी दुई चारजना आएर हामीलाई पदको लोभमा हामीलाई कसैले केही दिन्छ भनेर होइन। हामीले सडकमा आन्दोलन गरेका थियौँ र सडकको आन्दोलनको भागीदारी हामी पनि माग पुरा गर्नुपर्छ भनेर हामी आएका हौँ। यहाँ धेरैजना व्यक्तिहरू यो पक्षधर त्यो पक्षधर, हामी कोही पक्षधर होइनौँ, नेपाली जनता पक्षधर हौँ। हामी कोही व्यक्तिलाई बोकेर हिँड्दैनौँ, देशलाई बोकेर हिँड्छौँ। हामी कसैका व्यक्तिका निम्ति होइन, हामी यो देशको भूमिका निम्ति हो। त्यसो भएको हुँदा सम्पूर्ण पत्रकारहरूलाई भन्न चाहन्छु, तपाईँहरूले वास्तविक रियल जेनजीहरू, घाइतेहरू, यो अहिले मैले धेरै कुराहरू राख्नु छ। अर्को कुरा के छ भनेदेखि अहिलेको तत्कालीन सरकारले आज हामीले फेरि यस्तो हुन्छ, यो स्थितिमा अहिले बोल्ड निर्णय लिन सकिन भने आज निर्णय गर्न छैन, रात गए अग्राह पलाउँछ, न्याउरी मरे पछुतो भने जस्तो आज निर्णय गर्न नसके भोलि जनताको स्थिरतामा कसरी परिवर्तन आउँछ? जनताको अवस्थामा कसरी सुधार आउँछ? त्यसो भएको हुँदा सबैजनाले के हो भनेदेखि यो पत्रकारको मिडिया मार्फत हामी भन्न चाहन्छौँ, तपाईँहरू हाम्रो साथी हो। हामी तपाईँहरूसँग संवाद गर्न चाहन्छौँ, तपाईँहरूका विचारहरू सुन्न चाहन्छौँ र हामी भन्न चाहन्छौँ देशले परिवर्तन चाहेको छ, मुलुकले परिवर्तन चाहेको छ। हामी डेमोक्रेसी पक्षधर हो, हामी डेमोक्रेसी पक्षधर हो। डेमोक्रेसी पक्षधरले के भन्छ? पिपुल पावर, पिपुल चोइस, पिपुल भोइस, यी कुराहरू हामी भन्छौँ। त्यसो हुँदा डेमोक्रेसीले परिवर्तन ल्याएको, तर अवस्था परिवर्तन। अब दुई तिहाईको मतलब कि आज राष्ट्रपतिबाट विज्ञप्ति जारी भएछ, अलिकति चाहिँ मलाई दुःख लागेको छ। त्यो विज्ञप्तिमा भनिएको छ अब संविधानको रक्षा गरियो। संविधानको रक्षा होइन देशको रक्षा गर्छन् नेपाली जनताले। संविधानको विधि पद्धति बनाएर अगाडि बढ्छन् नेपाली जनता। विधि भन्दा पछाडि त किन जान्छन्? तर विधि बनाउने कुरामा के हुन्छ? अहिलेको विधिले मुलुकको परिवर्तन गर्न सक्दैन। यो कुरा जहाँ बोल्नुपर्छ, जहाँ गर्नुपर्छ हामी तयार छौँ। जहाँ बोल्नुपर्छ, जहाँ बोलाइन्छ तयार छौँ, तर हामी कसैलाई विरोध गर्दैनौँ। तर के चाहिँ भनेदेखि नेतृत्व लिएर गइसकेपछि नेतृत्वले तुहाउन चाहिँ पाउँदैन। माग र मुद्दाहरू तुहाएर चाहिँ अगाडि बढ्न पाउँदैन। परिस्थितिले शून्यता छ। हामी के भन्छौँ? नेपाल अहिले दुःखमा छ।